भतिज भाइ यता मम्मी के पाक्दैछ त्यो? दाल पाक्दैछ। खाना सुमधुर कोइलीको चराचुरुङको आवाजसँगै यतातिरको यो झुल्के घामको चाहिँ सबैजनालाई गुड मर्निङ भन्न चाहन्छु है, शुभ बिहानी भन्न चाहन्छु। अहिले म आफ्नै गाउँघरबाट चाहिँ तपाईँलाई कैद गरिरहेको छु है त यो भिडियो। हेर्नुहोस् यहाँ अर्ग्यानिक नेचुरल आफ्नै गाउँघरको सिस्नु, यसलाई पातले सिस्नु भनिन्छ। तपाईँहरूले पनि कस्तो लाग्छ यसलाई टिपेर एकचोटि मजाले फिटेर दाल बनाएर खानु होला। अहिले चाहिँ तपाईँहरूलाई मैले चाहिँ ट्याक्कसँगले जङ्गलको यो अर्ग्यानिक पूर्वी पहाडको पूर्वी पहाडको 2500 देखि 3000 फिट माथि उचाइमा भएको यो चिसो ठाउँमा चाहिँ पाइने पातले कट्टुस फलेको छ। सो गाइजहरू तपाईँले हेर्नु होला है, भिडियोलाई हेरेर सट्ट प्रतिक्रिया दिनु होला। तपाईँहरू माझमा मैले यो पक्कै पनि राख्नेछु। सो डेफिनेटली कस्तो लाग्छ यो चाहिँ अब तपाईँहरू कसले खानु भएको छ पक्कै पनि सायद खानुहुने मित्रहरूलाई त थाहा छ, र नखाने मित्रहरूले पनि यसलाई टेस्ट गर्नको लागि हाम्रो ठाउँमा भिजिट गर्नु होला है त। यस्तो मजाले जडीबुटी, यसलाई चाहिँ पूर्वी पहाडमा चाहिँ सतुवा अनि पहिला पुर्खाहरूले गोठाले घाँस पनि भन्ने गर्थे यसलाई। यसको जरा चाहिँ एकदमै मात्रामा बहुमूल्य पर्ने जरा हो। सो यसको मुनि जरा छ, त्यो जरालाई चाहिँ मैले निकालिनँ। यो बिरुवा तपाईँले देखेपछि सायद चिन्नुहुन्छ होला। यो चाहिँ घाउ खटिरा अनि टाउको दुखेकोदेखि लिएर चाहिँ हरेक चिजहरूमा खाने र मेडिसिनमा युज गर्ने गर्छन्। यो चाहिँ मेडिसिन बनाउने काम गर्छन्। यो चाहिँ प्रायः चाइनिजहरूले चाहिँ लिएर जाने गर्छ। चिन्नु भएको छ नि बुढो ओखती। अब यसको सट्टसँगले यसलाई चाहिँ कुटेर पुवा बनाएर पिठोमा परिणत गरेर चाहिँ यसलाई खाने गरिन्छ। यसको फाइदा चाहिँ के भन्दाखेरि कसैको पेट दुखेको छ, ग्यास्ट्रिक, सडिएको मर्केको हरेक चिजमा चाहिँ युज हुने यो बुढो ओखती भनिन्छ यसलाई। यसले धेरै राम्रो काम गर्छ। सो तपाईँहरूले पनि सायद खानु भएको छ, छैन भने यो चाहिँ मार्केटतिर बजारतिर चाहिँ सिर्पिनीहरूले चाहिँ बेच्न ल्याइरहेको हुन्छ। यदि तपाईँहरूसँग त्यस्तो छ भने यो चाहिँ सड्केको मर्केको केही ग्यास्ट्रिकहरू केही छ भने चाहिँ यो पनि तपाईँहरूले पाउडर बनाएर खान सक्नुहुन्छ र तपाईँले महसुस गर्नु। हेर्नुहोस् यसलाई चाहिँ टिमुर भनिन्छ है। यो चाहिँ अचारको रूपमा पनि खाइन्छ अनि यसको तेलहरू पनि युज गर्छ। तेल पनि एकदम महँगो छ तेल, 2500 बोतल पर्छ यसको तेल। र यो चाहिँ गानो गोला र ग्यास्ट्रिकहरूको लागि पनि यसले ठिक गर्छ। जस्तो ग्यास्ट्रिक हुने, पेट ढाडिने भयो भने चाहिँ यो खाँदाखेरि चाहिँ यसले ठिक गर्छ। र यसको अचारहरू पनि एकदमै मिठो हुन्छ। जस्तो सेकुवाहरू मा चाहिँ यसको अचार चट्नी बनाएर चाहिँ सेकुवासँग खाँदाखेरि धेरै मात्रामा सेकुवा पनि मान्छेले खाने गर्छन्। यो एकदमै अर्ग्यानिक पूर्वी पहाडको, यो पनि 2500 देखि 3000 फिट उचाइसम्म पाइने यो टिमुर है। यसको रुख तपाईँलाई सर्लक्कै म देखाइदिन्छु। मजाले फलेको छ, लटरम्म फलेको छ। यति मजाले फलेको छ। तपाईँ हेर्नुहोस् यहाँ, तपाईँलाई मैले यहाँ देखाइरहेको छ नि, हेर्नुहोस् त ल। आहा, पातहरूले गर्दा छेके जस्तो छ। ठिक छ। हेर्नुहोस् त ल कति मजाको छ, देख्नु भइरहेछ नि। ल यस्तै छ है त मित्रहरू। ल हेर्नुहोस् ल सर, यहाँदेखि चाहिँ मेरो आफ्नै यो चाहिँ घर, मेरो बुवाको घर हो यो। यस्तो छ आफ्नो गाउँघरहरू सर, देख्न सक्नुहुन्छ। यही एरियामा यस्तै चिजहरू, जडीबुटीहरू पाइन्छ। अनि त्यो तल देखिने चाहिँ मेरो ठुलो मम्मीको घर भइगयो भने त्यो परको
मामाको छोरो त्यो दाइको भयो, यो माथिल्लो चाहिँ मामाको घर भइहाल्यो भने यता चाहिँ मेरो आफ्नो सानो मम्मीको घर छ है त गाइस। यो चाहिँ मेरो आफ्नो सानो मम्मीको घर हो। अनि तपाईँलाई जुम गर्दै देखाइदिउँ नि त, यो चाहिँ मामाको घर हो। अनि यो चाहिँ दाइको घर भनेपछि यता तल चाहिँ मेरो ठुलो मम्मीको घर यहाँ छ है त। यो ल यसरी तपाईँलाई देखाएँ है त मैले। यता माथितिर चाहिँ मेरो आफ्नै दाइको घर ल हैन। ल यसलाई चाहिँ पहाडको गोलभेडा भनिन्छ है, गोलभेडा भनिन्छ यसलाई है। पहाडमा पाइने यो गोलभेडा, यसलाई चाहिँ यो टमाटर जस्तै टाइपको हो। यसको चाहिँ अचार एकदमै राम्रो छ। यसलाई पोलेर उसिनेर अचार बनाउँदाखेरि एकदमै मिठो। तितेपाती झारको काम के हो, यसले के गर्छ भन्ने तपाईँहरूलाई जिज्ञासा लागेको होला। तर यसको काम चाहिँ एउटा जडीबुटी दबाई र घाउ खटिरा चिलाएको हरेक चिजको लागि चाहिँ एलर्जीको दबाई पनि भनिन्छ यसलाई है। त्यसो भएको हुनाले यो चाहिँ एकदमै अमूल्य चिज पनि हो। किन भन्दा यसले धेरै राम्रो कामहरू गर्छ। यसलाई चाहिँ एउटा दबाईको रूपमा यसलाई चाहिँ जस्तो बोइल गरेर अनि अन्डासँग फ्राई गरेर खाँदाखेरि पनि एकदम राम्रो हुन्छ स्वास्थ्यको लागि, हेल्थको लागि भन्ने कुरा छ। किन भन्दा म पहिला मलेसिया बस्दाखेरि चाइनिजहरूले चाहिँ यो प्रति मुठा 10 रुपियाँ उहाँको बेच्थ्यो भने चाहिँ नेपालको हिसाबमा 400 रुपियाँ मुठा बेच्थ्यो होइन। त्यसो भएको हुनाले उहाँहरूसँग सोद्धाखेरि चाहिँ यसलाई चाहिँ बोइल गरेर अन्डासँग फ्राई गरेर खानुपर्छ भन्ने खालको कुरा पनि गर्नुभएको छ। ल एलर्जीहरूमा पनि यसले धेरै काम गर्छ, दागहरूमा पनि काम गर्छ। यसको रस मजाले दलेपछि त्यसले ठिक गर्छ भन्ने कुराहरू चाहिँ प्रशस्त मात्रामा पाइन्छ। सो डेफिनेटली जसले देख्नुभएको छ सायद कमेन्ट गर्नु होला। नेपालमा भएको पहाडी क्षेत्रमा बस्नेहरूको यसलाई अलैँची भनिन्छ भने इङ्ग्लिसमा चाहिँ कार्डोमन भनिन्छ है, कार्डोमन प्लान्ट। ल हेर्नुहोस् यसको फुल फुल्दैछ। यो चाहिँ भदौ असोज कार्तिकसम्ममा चाहिँ टिपिसकिन्छ। यो फुल चाहिँ अहिले भर्खर फुल्दैछ। यस्तो हुन्छ फुल, तपाईँहरूले सट्ट हेरेर प्रतिक्रिया दिनु होला है। यो चाहिँ सानो झ्याङ्गो देख्छु। ल तपाईँलाई म पुरै झ्याङ्गो देखाउने कोसिस गरेँ मैले, कस्तो लाग्छ सल्लाह सुझाव प्रतिक्रिया भने दिन नभुल्नु होला। सम्पूर्ण मेरो तपाईँहरूलाई मैले भिडियो कैद गरेँ। यहाँ मेरो भाइ आउँदैछ, यो माथि गोठतिर हिँड्नु भएको सायद जस्तो लागिरहेछ मलाई। हजुर एकदम सँगले म चाहिँ बिहान चाहिँ दाइले यसो भिडियो गर्दै हुनुहुन्थ्यो, म ठ्याक्क क्यामेराकै दाइले क्यामेरा गरेँ। म यो हाम्रो ठाउँको यो पहाडको वरिपरि डाँडापाखा याङलाई सक्क देखाउन चाहन्छु। कस्तो लाग्छ पक्कै पनि कमेन्ट भने गर्न नभुल्नु होला। तपाईँहरूलाई म देखाउने कोसिस गरिरहेको छु। एकदमै यो मकालु हिमाल तपाईँलाई वडा म जुम गरेर ल्याउने छु है। देख कस्तो छ। ल यो चाहिँ हाम्रै मकालु हिमाल है त। यो चाहिँ नेपालको भन्दा वर्ल्डको यो भनेको चाहिँ पोखरी बजार। ल यसरी देख्न सक्नुहुन्छ है त हाम्रो गाउँठाउँ चाहिँ। ल मेरो आफ्नै दाइको घरमा आइपुगेको छु। सो यहाँ चाहिँ अहिले कोही बस्नुहुन्न, दाइहरू चाहिँ काठमाडौँतिर हुनुहुन्छ। यहाँ मम्मीले दाउराहरू काटेर राख्नुभएको रहेछ। अनि यहाँ सुँगुरलाई चारो होला सायद। यहाँ मम्मीले सुँगुरलाई मैले चलाउने कोसिस गरेँ। यस्तो हुन्छ है गाइजरी, सुँगुरलाई चारोहरू यस्तो हुँदो रहेछ। गगले त भन्छ यो जङ्गलको अर्ग्यानिक, यहाँ झारहरू पाउँछ कि त्यो झारहरूको है। ल गाइजरी यस्तै छ, दुःख नगरी सुख हुँदैन भन्छ। गगले त भन्ने झार यही हो। ल हेर्नुहोस् यही झारको चाहिँ त्यो सुँगुरलाई चारो खोले। अब यो हेर्नुहोस् गुलाबको फुल, तपाईँहरूले मन परेको मान्छेलाई दिन सक्नुहुन्छ। त्यो फुल चाहिँ टक्कसँगले हेर्नुहोस् क्या मजाले, क्या दामी छ। ल यो फुलको छेउमा चाहिँ म पनि तपाईँहरूलाई बसेर देखाउनु पर्ला जस्तो छ। यो गुलाबको फुल भनेपछि तपाईँहरूले बुझ्नुहुन्छ, फुल राम्रो गुलाबको हेर्नुहोस् काँडा भए पनि, अनि प्रेम राम्रो सबैको टाढा भए पनि भने जस्तै सबैको प्रेम चाहिँ राम्रो होस् टाढा भए पनि।
अनि फुल फुलेर के गर्नु त्यहाँ हाँगारा पात छैन भने प्रेम गरेर मात्रै के गर्नु त्यहाँ तिम्रो मिठो साथ छैन भने जस्तै यो फुलले एकदमै खतरा जनाउँछ है गाइजहरू। आहा स्मुथ छ एकदम। फुल देखेपछि म फेरि प्रफुल्ल हुन्छु क्या। ल गाइजहरू यस्तै तपाईँहरूलाई पनि भिडियो मनपर्छ भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्न नभुल्नुहोला। मकालु भ्लग सर्च गरेर तपाईँले सब्सक्राइब गरेर सपोर्ट भने अवश्य पनि गर्नुहुन्छ भने पुनः विश्वास आशा गरेको छु। सो गाइज फाइनली तपाईँहरूलाई फेरि अरू भिडियोहरू पनि देखाउनु छ। म यहाँ रहेछ सो मम्मीले पाल्नु भएको रहेछ। अब हाम्रो परिवारमा चाहिँ खाना चाहिँ चल्दैन र पनि पाल्ने क्रम चाहिँ छ है त। ल साथीहरू पाल्दैमा केही हुनेवाला छैन। मान्छेहरू अन्धविश्वास र भ्रममा पर्ने छन् तर कमाउनका लागि भने काम भने जे पनि गर्नुपर्छ भन्ने उदाहरण यहाँबाट पनि हामीले देखाउन सक्छौँ। दुङदुङ पनि भनिन्छ हेर्नुहोस् त। यो एकदमै अचार खानको लागि एकदम स्पेसल अनि अर्ग्यानिक छ भन्न पनि नमिल्ने तर भन्न चाहिँ मिल्छ। यो चाहिँ जिम्बु हो। म एउटा पात चुडेर तपाईँलाई टेस्ट गराउँछु। यसको अचार एकदमै स्पेसल। यो पूर्वी पहाडको समुद्र सतहको त्यही हो 3200 फिटकै उचाइमा हुने हो। यो एकदमै अर्ग्यानिक छ। हिमाल चाहिँ तपाईँलाई म सायद यो हिमालको दृश्यसँगै मलाई यो मकालु हिमाल चाहिँ यो नेपालको टप 5 मा भन्दा पनि वर्ल्डको टप 5 मा आउँछ। यो उचाइ यसको 8648 कति हो त्यो चाहिँ मैले एकैछिन त्यति पत्ता लगाउन चाहिँ सकिनँ किनभने म प्रयास अहिले मजाले म्याप मैले हेर्न सकिनँ। सो डेफिनेटली तपाईँहरूलाई यो मैले देखाउने कोसिस गरेको छु। तपाईँहरू यदि देख्नु भएको थिएन भने पनि नदेख्ने मित्रहरूले पनि हेरिदिनु होला र प्रतिक्रिया दिनु होला। यो एकदमै पूर्वी पहाडको सङ्खुवासभा जिल्लादेखि सदरमुकामदेखि सिधा माथि पर्ने हो। यहाँदेखि हेर्दै यति नजिक देखे पनि त्यो ठाउँमा जानको लागि हामीलाई 3-4 दिन चाहिँ मजाले नै लाग्छ। त्यो भएको हुनाले भन्दै यो मकालु हिमालको दृश्यको साथसाथै यो मेरो भ्लगको यो बसाइबाट भने तपाईँहरूलाई नयाँ अरू भिडियोहरू चाहिँ तपाईँहरू माझमा लिएर आउने बाचा गर्दै आगामी अङ्कमा यस्तै भिडियोहरूलाई तपाईँहरू माझमा लिएर आउने नै छु। तपाईँको प्यारो साथी मकालु भ्लग च्यानलका ओनर बुद्धि वैभव तामाङ पनि तपाईँहरू माझबाट बिदा हुन चाहन्छ। हस्त नमस्कार। फुल भिडियो हेरेर चाहिँ तपाईँहरूले पुरा इन्जोय गर्नुहोला, मनोरञ्जन लिनुहोला भन्दै तपाईँहरूलाई एकदमै हृदयदेखि नै सम्मान व्यक्त गर्दछु। हस्त नमस्कार। जय नेपाल।